ओर्लेर ढुङ्गा हाल्ने अनि बिस्तार्दैन कता लाग्नुपर्छ अरे कस्तो हुस्सु लागेको सो गाइज म चाहिँ अगाडि इन्ट्रोड्युस गर्न पाएन सो म चाहिँ अहिले हामी मूल घर आएको छु सिन्धुपाल्चोक देवाली मनाउनको लागि हाम्रो देवाली चाहिँ भोलि छ 18 गते आज पनि छ तर मेन पूजा चाहिँ भोलि छ सो देख्नु सक्नुहुन्छ हाम्रो गाउँमा रमाइलो हरियो परियो छ सो अहिले हुस्सु पनि लागेको छ राति पानी परेको थियो अघिसम्म अलिक क्लियर भएको थियो अहिले झन् हुस्सु बढेको छ सो देख्न सक्नुहुन्छ अहिले त हुस्सुले केही देखेको छैन केही अहिलेसम्म उताको डाँडा देखिरहेको थियो अहिले त्यो पनि देखिँदैन हुस्सु त धुवा जस्तै गरी उडेर आएको छ देख्न सक्नुहुन्छ र हाम्रो देवाली चाहिँ धेरै पछि हुन लाग्छ कि धेरै पछि हुँदा नि धेरै सन्तान छ सो त्यही भएर जुठो परिरहन्छ सो योपालि चाहिँ जुर्यो मेरो चाहिँ यो बिहे पछिको पहिलो देवाली हो बिहे गरेको 10 वर्ष पछिको पहिलो देवाली हो सो रमाइलो गर्ने छौँ कस्तो हुन्छ के हुन्छ हजुरलाई पनि देखाउँछु म नि नयाँ नौलो हो यस्तो कुरामा बिहे पछिको देवालीमा सो म पनि इन्जोय गर्नेछु सो हजुर पनि इन्जोय गर्दै गर्नु होला सो योभन्दा यसपछिको चाहिँ भिडियोहरूमा म खासै बोल्न पाउँदिनँ होला सो म तल टाइटल लेख्नेवाला छु के हो कसो हो भनेर सो हेरेर इन्जोय गरिदिनु होला सो अहिले देख्न सक्नुहुन्छ झन् हुस्सु बढ्दै आएको छ अहिले एकैछिनमा यो घर पनि देख्दैन देख्न सक्नुहुन्छ अहिलेसम्म यताको अलिक देखाएको थियो त्यो पनि देख्न छोड्यो पुरै हुस्सु लागेछ हामी किनकि माथि डाँडामा सिन्धुपाल्चोकको पाँचचौर भन्ने ठाउँमा हो त्यो रुख पनि देख्न छोडिसक्यो अहिले त सो अहिले हामी बसेको चाहिँ घर यही हो हामी मेरो के भन्नुहुन्छ काका ससुराको घरमा हाम्रो पनि छ घर एक कोठाको तर झ्यालडोगा हालेको छैन अब यस्तो माथि छ सामान ल्याउन नि गाह्रो छ सो त्यही भएर हामी चाहिँ अर्को घरमा बसेका छौँ अहिलेलाई अब यो पछि बनाउँदै गर्ने भन्नुभएको छ घरहरू नि सो हेरेर इन्जोय गर्नु होला कस्तो कस्तो हुन्छ सो आज बेलुका यहीँ बनाउनु होइन सबैले खाना कसले बनाउनु होइन अरू भएर भोजतिर केटा मान्छेहरूले बनाउँछ त बच्चाहरू कहाँ गयो र त
मालबाट नि बाडा बिहान रेडी भएर हामी चाहिँ मन्दिर जाँदैको माथि सो अहिले चाहिँ हामी मन्दिर आइपुग्नु लाग्यो त्यत्रो उकालो चढेर आएको अहिले नर्मल लुगा लाएर वज्र जैनी मन्दिर जाँदैछौँ उतै म चाहिँ हिँड्न नसकेर बिस्तारै आउँदैछु देख्न सक्नुहुन्छ गाउँ रमाइलो ठाउँ छ बिहान र बेलुका त एकदम चिसो तर हेर्न सक्नुहुन्छ कति रमाइलो ठाउँ अहिले यो पूजा गरिसकेपछि अहिले नयाँ ड्रेस लगाएर फेरि आउनुपर्छ बोका लिएर सो अहिले एकछिनमा भेटौँ सबैजना म पूजा गरेर फर्किसकेको भाइ नभेटेर माग्नुलाई लग्छु भनेको बाटो अप्ठ्यारो छैन ओह्रालो झर्दै गएपछि त खुट्टा त झर्नु च्याप्दै जान्छ त अनि ओह्रालो झरेपछि हामी चप्पुँदै जान्छ किन त्यहाँ बसेर खाल्छ नानीलाई चिसो यो ब्याग माथि बस्यो भने हुन्थ्यो माथि अहिले भुइँतिर बस्यो भने होइन त्यहाँ राखेर कि दाईहरूले राखेर सुकुटी भाजाहरू हाल्यो सुकुटी भाजाहरू यहाँ छ तरिका यहाँ यिनीहरूलाई गाह्रो हुन्छ कि हामीलाई त सजिलो हुन्छ पछाडि बस्ने टु गर्छ टु तँ गर्थ्यौ छोरी टु गर टु टु गर न स्माइल यता यता स्माइल गर स्माइल आयो स्माइल